हेलो नमस्ते गुड आफ्टरनुन गाइज म आज बाङ्गडा माछा बनाउँदैछु है। यो यसले चाहिँ फ्राई स्टाइलमा बनाउँछु। यसलाई फर्स्ट हामीले टक्क यता चिरा लगाउनुपर्छ हैन, दुईटा तीनटा चिरा लगायो भने अनि यसमा मसला चाहिँ एकदमै दामी छाल लाग्छ नि त। त्यही भएर हैन त्यो चिराहरू लगाइदियो भने नि एकदमै है टक्क यसलाई चिराहरू लगाइदिने मसलाहरू दामी हिसाबले लाग्छ र फेरि अनि टक्क हिसाबले यसलाई हामीले म्यारिनेटमा हालिदिए। त्यस पछाडि हामीले यसलाई मसलाहरू टक्क लगाइदिन्छौँ हैन। ओके यिनीहरूलाई म्यारिनेट लगाइसके टक्क यता राखिदिन्छु हैन। मैले समथिङ आधा घन्टा यसलाई हामीले होल्ड गरिदिनुपर्छ। यसलाई एकदमै म्यारिनेट लगाएर टक्क यसको मसलाहरू मिलिसक्यो यसमा। अब हामी के छिन् यसलाई आधा घन्टा जति यसो राखिदिनुपर्छ है त।